धन्यवाद नगरका प्रमुखज्यूहरू, वडाध्यक्षज्यूहरू साथै सम्पूर्ण कर्मचारीज्यूहरू, यहाँहरू सबैजनालाई मैले समग्रमा सम्बोधन गरेँ र मेरो चाहिँ प्रश्नसँगै सुझावहरू पनि रहेका छन् र केही गुनासोहरू पनि रहेका छन् र म पहिला नै यहाँलाई म विनम्र अनुरोध गर्न चाहन्छु र यो अवगत गराउन चाहन्छु। यो सार्वजनिक सुनवाई कार्यक्रमको आचार संहिता बिग्रिसक्यो जस्तो लाग्छ है। यो कुरा हामीले कुरा राख्नु पाउनुपर्छ, समय हामीलाई पर्याप्त हुनुपर्छ र हामीले चाहिँ नि सुन्ने व्यक्तिहरू यहाँ हुनुहुन्छ कि गइसक्नुभयो, कुर्सी मात्रै म देख्दैछु, यो भएन। मेरो नाम विराज राई, लेटाङ 5 निवासी। म धेरै बोलिरहने मान्छे हो भन्ने कुरा हाम्रो नगर प्रमुखज्यूलाई पनि थाहा छ, त्यसो हुनाले म बोल्छु, अलिकति तपाईँले धैर्य राखिदिनु होला है। सर्वप्रथम आजको सार्वजनिक सुनवाई कार्यक्रममा किन यति धेरै कमभन्दा कम जनसहभागिता भयो भन्ने प्रश्न गर्न चाहन्छु। त्यसको लागि म उत्तर पनि म राख्न चाहन्छु। सामाजिक तथा सांस्कृतिक सुधार जिम्मेवारी बोध जनतालाई सामाजिक, आर्थिक, सांस्कृतिक र नैतिक जिम्मेवार बनाउने सँगै विकासको काममा सहभागी गराउनु पर्ने देखिन्छ। यसमा जनप्रतिनिधिज्यूहरू, समाजसेवीज्यूहरू, बुद्धिजीवी वर्ग र सरोकारवालाज्यूहरू साथै नागरिक समाजका अगुवाज्यूहरू सबैले ध्यान आकर्षण गर्नुपर्ने हुन्छ। यहाँहरू जनताले जिताउनु भएको जनप्रतिनिधि हुनुहुन्छ भने यहाँहरू तपाईँको चाहिँ आफ्नो मेहनतले कर्म गरिरहनु भएको कर्मचारी वर्गका चाहिने कर्मचारीहरू हुनुहुन्छ। जनताले तिरेको करबाट यहाँले तलब सुविधा खानुहुन्छ। तपाईँहरू केवल ड्युटीको लागि मात्रै, जागिर पकाउनलाई मात्रै काम नगर्नुहोस्, देश र जनताको लागि काम गर्नुहोस्। हाम्रो सरले भने त्यो समाचार लेख्ने खालको विषयवस्तु नै आएन, लेख्नुहोस्। म यहाँलाई अनुरोध गर्न चाहन्छु, तमाम आज उठेका विषयवस्तुहरू सबै समाचार बन्न लायक छन्। यो जनताको चाहिँ जीवनशैलीसँग जोडिएको कुराहरू हो। त्यसो भएको हुनाले मैले यहाँ नोट गरेको छु, ल्याक अफ कम्युनिकेसन। हामी तपाईँको चाहिँ एकअर्कामा सहकारै छैन है। अनि कम्युनिकेसन भइहाल्यो त भने अब फेरि मिसकम्युनिकेसन, यो पार्टीगत, त्यो गत होइन, त्यो अन्तर्गत भनेर हामी छुट्याउने, विभेद गर्ने कुराहरू छ। अनि अर्को तपाईँको चाहिँ ल्याक अफ पेसेन्स पनि, धैर्यतै छैन। यहाँ तपाईँले सबैले बुझ्नुपर्ने होइन, कुरा सुन्नुपर्ने होइन, त्यो कुरा भएन। यहाँ म यसको चाहिँ यहाँलाई म अवगत गर्न चाहन्छु। र जनप्रतिनिधिहरू अझ जिम्मेवार र जन उत्तरदायी हुनु पर्यो। बुद्धिजीवी वर्गहरू, समाजसेवी अभियन्ताहरू र सरकारवाहरू पनि, नागरिक समाजहरू पनि अझ समाजप्रति, विकासप्रति अझ जिम्मेवार बनिदिनु पर्यो। यहाँनिर धेरै कुराहरू देश बनेन होइन, तपाईँको चाहिँ भनाइ नै छ नि त। जनतालाई खाने नुन छैन, कानुनै मात्रै। विकासका धेरै बाधक कुराहरू कानुनै छन् भन्ने कुरा हामीले बुझिसकेका छौँ। त्यो कानुन कसले परिवर्तन गर्ने, कसले आवाज उठाउने, को हो माइकलाल त्यस्तो? यो सारा हाम्रो लागि बाधा छ। हामी एक किसिमको पिजडाभित्र भएको तपाईँको चाहिने सुगा बनिराखेका छौँ है। त्यसो भएको हुनाले नागरिकले पाउनुपर्ने प्रश्न छ, नागरिकले पाउनुपर्ने सूचनाको हक, न्याय, सुशासन, सम्मान, सेवा, सुविधाको पहुँच, गरिब, निमुखा, पिछडिएका वर्ग, मजदुर, किसान पार्टीगत नातावाद छ कि निष्पक्ष छ? यहाँलाई म प्रश्न गर्न चाहन्छु। म लेटाङमा बसे सरेर आएको, खोटाङबाट अब 17 वर्ष हुन लाग्यो। आजसम्म मैले सरकारबाट पाउने, राज्यबाट पाउने नागरिक तपाईँको चाहिँ नि पहुँचको हकमा, सेवा सुविधाको हकमा मैले चाहिँ अब वडामा पाइने, नगरमा पाइने केही तपाईँको चाहिँ कागजी प्रक्रियाहरू बाहेक केहीमा पनि सहभागी छैन म है। त्यसो भएको हुनाले तपाईँको चाहिँ नि यहाँ निष्पक्ष छैन भन्ने कुरा मेरो ठमै हो। नगरबाट नागरिकले पाउने सेवा सुविधा, स्वास्थ्य, शिक्षा, खानेपानी, सिँचाइ, विद्युत, बिउ, मल सुनिश्चित छ कि छैन? अहिले खेतीको सिजन हो, बजारमा मल पाउँदैन। मल नेपालमै, म बारम्बार प्रश्न गर्ने कुरा हो, नेपालमै हामीले फर्टिलाइजर तपाईँको चाहिँ सिस्टम ल्याउन सक्दैनौँ। तर तपाईँको चाहिँ चाहिन्छ यदि मल पनि फेरि विदेशबाट पनि हामी ल्याउन सक्दैनौँ। यहाँ कालोबजारी हुन्छ। तपाईँको चाहिँ नि उता सहकारीतिर गयो 20 रुपियाँ केजी मल पाइन्छ, उता तपाईँको चाहिँ निजीमा गयो 50 रुपियाँ केजी, त्यो पनि पाइँदैन। कृषिमा कसरी क्रान्ति हुन्छ, कसरी कृषिमा तपाईँको चाहिँ जनताहरू खुसी हुन्छन्, अनि तपाईँको चाहिँ यसो उसो वैदेशिक रोजगारीमा जानुपर्ने स्थिति छ। अर्को भनेको लेटाङ नगरपालिकाभित्र पढ्ने सबै सामुदायिक विद्यालयहरूलाई व्यवस्थित गरियोस्। मैले बारम्बार बोल्दै आइरहेको छु, मेरो आफ्नै ठाउँमा बोल्छु, यहाँले सुन्नुहुन्न होला सायदै। अब जसरी तपाईँको चाहिँ राजाको समयदेखि लोकतन्त्र, तपाईँको चाहिँ अहिलेको लोकतान्त्रिक सरकारहरूको समयमा पटक तपाईँको चाहिँ सरकारी उद्योग धन्दाहरू जसरी निजीकरण गरियो, शिक्षा पनि त्यही ढङ्गबाट गइराखेको देख्छु। तपाईँको चाहिँ सामुदायिक विद्यालयमा लगानी छ, तपाईँको चाहिने पर्याप्त पूर्वाधारहरू बनिराखेका छन्, तर त्यसको व्यवस्थापन, त्यसको चाहिने प्रभावकारिता देखिँदैन। अनि अन्ततः गएर तपाईँको चाहिने निजी विद्यालय, बोर्डिङ हामी भन्छौँ,
है इङ्ग्लिस बोल्नकै लागि पनि छोराछोरी स्कुलमा पढाउनुपर्छ महँगो फी तिरेर अनि त्यतैतिर प्रोत्साहन गरिराखेको कुरा हामी देखिरहेको छौँ जुन चाहिँ सरकारको लगानी खेर गइराखेको र तपाईँको चाहिँ सरकारी विद्यालयहरू चाहिँ अब दरबन्दीमा करारमा है कसरी हुन्छ तपाईँको चाहिँ ठुलो तलब खुवाउनको लागि शिक्षक भर्ती गर्ने केन्द्र जस्तो मात्रै देखिराखेको छ त्यसो भएको हुनाले यो सुधार हुनुपर्छ रोजगारी सिर्जना पर्यटनको विकास प्रवर्धन सिपमूलक तालिम कृषि उत्पादन र बजार व्यवस्थापन मूल्य समायोजन र मूल्य व्यवस्थापन यो तपाईँको चाहिँ राज्यले गर्नुपर्ने नगरले गर्नुपर्ने कुरा हो नगरको हकमा मैले सामाजिक सञ्जालमा लेख्ने गर्छु नगरको हकमा रोजगारी नगरले के सृजना गरिराखेको छ पर्यटन विकास राजरानी भनौँ तपाईँको चाहिँ माथि समला डाँडा भनौँ विभिन्न पर्यटन क्षेत्र छन् तर त्यहाँसम्म पुग्ने बाटो सहज छैन अप्ठ्यारो छ त्यसो भएको हुनाले फोहोर व्यवस्थापनको कुरा फोहोर व्यवस्थापन रिसाइक्लिङ प्रोसेस लामखुट्टे नियन्त्रण र टेलिकम्युनिकेसन शिक्षा स्वास्थ्य कुरा म यहाँलाई भन्न चाहन्छु चारैतिर तपाईँको चाहिँ सुन्दर नगर त हो बजार अलिकति सफा भएर हुँदैन हाम्रो तपाईँको चाहिँ यहाँ वरिपरि खोला नाला बाँसको झ्याङ तपाईँको चाहिँ रुख बाटोको छेउ दायाँ बायाँ कहीँ पनि तपाईँको चाहिँ सफा छैन सिसा तपाईँको चाहिँ जे नहुनुपर्ने तीहरू सबै हामी देखिराखेका छौँ र फोहोरको कारण लामखुट्टे धेरै फैलिराखेको र तपाईँको चाहिँ वर्षेनी डेङ्गुको कारण धेरै बिरामी हुनुपर्ने र तपाईँको चाहिँ अकालमा मृत्युवरण गर्नुपर्ने कुराहरू रहेको छ टेलिकम्युनिकेसनको कुरा तपाईँ चाहिँ यहाँ कानी पोखरीमा गयो भने फोन चल्दैन यहाँको टावर सुदृढ गर्नु पर्दैन तपाईँ चाहिँ उता कि हामी चाहिँ मोरङको कर्णाली भनेर लेटाङलाई त्यस्तै स्थापित गरिरहने परिचय यहाँ म प्रश्न गर्न चाहन्छु टेलिकम्युनिकेसन राम्रो चल्नुपर्छ मासतिर गयो भने फोजी पनि चल्दैन यो क्षेत्रमा जनतालाई दुई छाक खानको लागि सरकारले दिनु पर्दैन भयो तर आधारभूत कुराहरू त दिनु पर्यो नि यो विषयमा जाओस् न हामी सानोतिनो काममा झारेझुरे काम गरिराखेको छ भन्ने मलाई लाग्छ त्यसै गरी शिक्षा हाम्रो तपाईँको चाहिँ नि उत्पादनमुखी भइराखेको छैन केवल साक्षरताको लागि मात्रै भइराखेको भन्ने मेरो ठमाइ हो स्वास्थ्य पेट दुख्यो भने यहाँ बार हेरेर बिरामी हुनुपर्छ भिडियो एक्सरे हुँदैन होइन बार पर्खिनुपर्छ अनि यस्तो तपाईँ नगर अस्पताल जस्तो ठाउँमा तपाईँको चाहिँ नियमित डक्टर हुँदैन नियमित तपाईँको चाहिँ उपचार हुँदैन यहाँ बनेको अस्पताल कहिले सञ्चालन हुन्छ त्यसमा त्यस्तो त्रुटि नहोस् भन्ने म चाहन्छु सडक र जुन राजमार्गको रूपमा हामीले मदन भण्डारी राजमार्गको धेरै कुरा आयो बजारका मानिसहरूले धेरै शास्ति खेपेको छन् अस्ति म तपाईँको चाहिँ सिंहदेवीसम्म पुगेर आएँ 32 चुडे भिरपाखा चारेर आइयो अन्तिममा यो तपाईँको चाहिँ बिरनको गहिरीमा हिलोमा लडियो साँझमा किन भन्दाखेरि पानी बगिरहेको थियो माटो हिलो छ बाटो होइन तपाईँको चाहिँ यता जाँदैदेखि उता तपाईँको चाहिँ बारगोटीदेखि उता गयो भने बाटोहरू त्यस्तै छ मधुबालासम्म पुगेको छैन यता केराबारी जोडिने पनि एकदम ढिला सुस्ती भइराखेको छ यो अत्यन्त तपाईँको चाहिँ राज्यको ठुलो तपाईँको चाहिँ राज्यले ठुलो क्षति बेहोरिराखेको छ अर्को भनेको तपाईँको चाहिँ लेटाङ कानी पोखरी सडक मार्ग अत्यन्तै सानो है त्यसमा पनि तपाईँको चाहिँ बिजुलीको पोल छेउछेउमा गाडिएको छ त्यो पनि ती कुराहरू छन् व्यवस्थापन गरियोस् है त्यसै गरी तपाईँको खेरवाली मार्ग यो जुन माथिल्लो बाटो छ त्यो त नक्सैमा छैन भनेर भनिन्थ्यो अहिले अलिकति चौडा बनिएको छ ती बाटोहरू तपाईँको चाहिँ नि स्तरोन्नति कहिले हुने हो म प्रश्न गर्न चाहन्छु र मलाई मेरो जानकारीमा अधिकांश नेपालको बाटोहरू बनेको 6 महिना 1 वर्षमा भत्किहाल्छ यस्तो खालको लगानी वेस्ट हुने तपाईँको चाहिँ काम नगरियोस् मैले हेर्दा यो मिलन चौकदेखि माथि गुवाबारीसम्म यसपालिसम्म 3 पटक कालो पत्री गरियो त्यो समय खर्च सबै तपाईँको चाहिँ वेस्ट भयो यस्तो खालको चाहिँ नि लापरवाही काम गर्नु हुँदैन है त्यसै गरी खोला उत्खननको कुराहरू आइसकेको छ क्रसर आत्मको कुराहरू आइराखेको छ मोबाइल क्रसरको कुरा पनि अहिले जातिमा थपिएको छ यसमा तपाईँको मैले पनि मेरो भने के भने नगरले तपाईँको चाहिँ निजीलाई होइन तपाईँ चाहिँ नगरले आफ्नै स्रोत बनाउनुपर्छ क्रसहरू भनेको तर अब सङ्घीय कानुनको कुरा आइसकेको छ यस्तै छ बोराभरि नुन छ खानु सकिँदैन कानुन छ यस्तै झमेला अर्को रहेको छ राष्ट्रिय रानी र टुक्रेपन यो जुन 35 वर्षदेखि टुङ्गो नलागेको कुरा आएको छ अहिले फोहोर फाल्ने तपाईँको चाहिँ अस्थायी डम्पिङ साइट भएको छ त्यो थाहा भएको कुरा हामी घरिघरि श्रम गरेर तपाईँको चाहिँ त्यो देखिराखेका छौँ त्यहाँ सिनो फालिन्छ त्यहाँ टुङ्गो लगाइँदैन है तपाईँको चाहिँ सुकेको रुखहरू ठरिराखेको छ जनताले काठ पाउँदैन आल्मनियमबाट तपाईँको रड सिमेन्टमा जनता निर्भर पर्दै गइरहनु परेको छ जसले गर्दा जनताको ढाड सेकिराखेको छ र नेताहरूले आफ्नो लगानी उकासिराखेको छन् उनीहरूको हजारौँ किता तपाईँको चाहिँ सेयर छ सिमेन्ट रड स्टिल कम्पनीहरूमा रुखमा त यो प्राकृतिक स्रोत हो उनीहरूलाई वास्तै छैन यसको व्यवस्थापन गरियो अर्को तपाईँको चाहिँ नि होम पाइप यो मेरो कुरासँग जोडेको मैले हाम्रो पासामा वडा अध्यक्ष यहीँ हुनुहुन्छ मैले निवेदन हालेको अब आउँदो असारमा 2 वर्ष हुन्छ होम पाइप प्रदान गरियोस् भनेर मेरो घर पस्ने तपाईँको चाहिँ एउटा टुक्रे बाटो छ त्यो जुनकिरी मार्ग अन्तर्गत पर्छ त्यहाँ तपाईँको चाहिँ हामी होम पाइप नपाएर एउटा सिटी लान पनि अप्ठ्यारो घर बनाउँदा पनि अप्ठ्यारो है त्यसो भएको हुनाले
मैले उहाँले जानकारी दिनु हुँदाखेरि होम पाइपको चाहिँ नि ठेकै छैन है। त्यसो हुनाले नगर प्रमुखज्यू उपप्रमुखज्यू यहाँ हुनुहुन्छ, यहाँलाई म अनुरोध गर्न चाहन्छु, यो लेटाङ भनेको दिन प्रतिदिन सहरीकरण हुँदै गइराखेको र पक्कै पनि बाटो र स्तर उन्नति गर्नुपर्ने भएको देखिन्छ। त्यसो हुँदाखेरि होम पाइपहरू ल्याइयोस् र यथाशीघ्र जनतालाई चाहिँ शास्तिबाट मुक्त गरियोस् भन्ने मेरो अनुरोध पनि छ। र खोलामा तटबन्धन क्रसर गरेर मात्रै हुँदैन, क्रसरको कुरा त आयो, निजीलाई ठेका लगाइएछ, एउटा त नगरलाई तपाईँको चाहिँ त्यति आम्दानी पनि अब राज्यले लगिहाल्ने कुराहरू आयो, तर खोला तटबन्धन लगाइयोस् र तपाईँको चाहिँ नि संरचनाहरू जोगाइयोस्। नागरिकको जग्गा जमिनहरू तपाईँको चाहिँ नि बग्नु हुँदैन, यो वर्षैपछि तपाईँको समाचारको हेडलाइन मात्रै बन्नु हुँदैन। र म अन्तमा आइसकेँ, मेरो 3टा कुरा छ। विद्युत अलिकति हावा चल्यो कि विद्युत गइहाल्छ, हामी अब यस्तै हो भनेर बसिरहने हो, तर यसले हामीले यो देशले सुन्नुपर्छ। म वैदेशिक रोजगारीमा पटक गरेर 9 वर्ष बसेर आएको मान्छे, तपाईँको चाहिँ यता शिक्षा क्षेत्रमा भने मास्टर डिग्री हो त्यति भनेको है। त्यसो भएको हुनाले त्यहाँ 1 सेकेन्ड लाइन जानु भनेको करोडौँको क्षति हो, तर यहाँ हामी जीवनको क्षति भइसक्यो, करोडौँको मूल्याङ्कन छैन, तपाईँको चाहिँ यस्तै भन्यो बस्यो है। त्यसो भएको हुनाले त्यसको यथाशीघ्र व्यवस्थापन गरियोस् र यसमा पहल गरियोस् भन्ने म चाहन्छु। र स्वास्थ्य शिक्षा कुरा मैले भनिसकेँ, सार्वजनिक स्थलहरूको व्यवस्थापन गरियोस् र तपाईँको चाहिँ सडक छेउमा पशु चौपायाहरू जुन चाहिँ नि पगा लाउने, बिस्कुट सुकाउने, यी विभिन्न कुरोहरू आएको छन्। सामाजिक चेतना एकदमै कम छ, यसको लागि हामी सबैजना लागि पर्नुपर्छ। र म एउटा इन्सिडेन्ट जोड्न चाहन्छु। गत वर्ष तपाईँको चाहिँ नि ग्रिन भ्यालीको यतापट्टि कसले त्यहाँ चाहिँ खसी बाख्रा बान्नु भएको रहेछ, 4-5वटा कुकुर आएर त्यहाँ झम्टिँदै थियो। म माथिबाट साइकलमा पुग्दा नपुग्दा त्यो तपाईँको चाहिँ खसी उम्किएर आएर मेरो साइकलमा ठोकेर म लडेँ होइन। त्यस्तो खालको कुराहरू थुप्रै भइरहेको छ, थुप्रै दुर्घटनाहरू भइरहेका छन्। यो विषयमा नागरिक चेतनाहरू अत्यन्तै हामी जिम्मेवारका साथ निभाउनु पर्ने कुरोहरू देखिन्छ। यहाँलाई म यो कुराको अवगत गराउन चाहन्छु। र अब 2टा कुरा छ। बजार क्षेत्रमा अझ बढी सार्वजनिक शौचालयहरू निर्माण गरिनुपर्छ। भएको कुरा पनि तपाईँ चाहिँ पानी छैन के छैन होइन, चोकमा अलिकति व्यवस्थित गर्नुपर्छ, किनभने लेटाङ बजार भनेको हाम्रो नगरभरिकै हब हो र बाहिरको पनि आउनुहुन्छ, त्यो कुरा व्यवस्थित गर्नुपर्छ। र अन्तमा प्रकृति त हामीसँग पर्याप्तै छन्, स्रोतहरू छन्, तर त्यसलाई तपाईँको चाहिँ नि प्रयोग गर्ने, उत्खनन गर्ने, त्यसलाई परिचालन गर्ने, जनशक्ति निर्माण गर्ने संस्कृति चाहिँ पटक्कै भएन। संस्कृति भन्ने बित्तिकै हामी त चाडपर्व मान्ने, नाच्ने, यो कुराहरू मात्रै बुझ्छौँ। नेपालीको चेतना यहाँसम्म छ। प्रविधिको कुरै छोडिदिउँ, प्रविधि तपाईँको चाहिँ प्रविधिमा सरकारले लगानी गरेको भए महावीर पुनले तपाईँको चाहिँ हाम्रो सहरसम्म आत्मकथा बेच्नुपर्ने स्थिति हुँदैन थियो। त्यसो भएको हुनाले हामी संस्कृति र प्रविधिको प्रयोग नगरिकन अगाडि बढ्न सक्दैनौँ। अन्तमा यी सबै कुरा देख्दै गर्दाखेरि आवश्यकता त धेरै छन्, तथापि कानुन बाधक भएको कारणले गर्दाखेरि हामी एक किसिमको अघोषित कैदी बनेर बाँचिरहेको रहेछौँ भन्ने कुरा मैले ठम्मै गरेको छु भन्दै मेरो भनाइ यहीँ अन्त गर्न चाहन्छु। हस्त, धन्यवाद।